नमस्ते साथीहरू, आज फेरि मैले यो चाहिँ आँपको अचारको रेसिपी लिएर आएको छु। यो चाहिँ छिट्टो मिठो रेसिपी हुन्छ साथीहरू। यसको लागि मैले प्यान बसाएर जिरा, धनियाँ, तोरी, सुकेको खोर्सानी राखेर चाहिँ मैले यसलाई केही बेर प्यानमा रातो रातो हुने गरीसम्म फ्राई गरेको छु। साथीहरू, यसलाई यसरी फ्राई गरिसकेपछि मैले सानो भाँडो बसाइदिएर त्यसमा तेल राखिदिएको छु, थोरै 100 ग्राम जति। यस पछाडि मैले अघिको जुन मसलालाई चाहिँ ग्राइन्डरमा मसिनो हुने गरी पिसिदिएको छु र त्यस तेलमा मेथी फुराइदिएको छु। यस पछाडि पिसेको मसला, नुन, बेसार, धुलो खोर्सानी र अघि तताएको तेल पनि मैले यहाँनिर एड गरिदिएको छु साथीहरू। सबै मसलाहरू यसरी एड गरिदिइसकेपछि चाहिँ यसलाई राम्ररी चलाउनु पर्ने हुन्छ। तपाईँले अहिलेसम्म पनि मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गर्नुहोला र लाइक, सेयर र कमेन्ट गर्न पनि नबिर्सिनुहोस् होला है त साथीहरू। हेर्नु त, यो चाहिँ चलाएपछि कति राम्रो देखिएको छ। यस पछाडि यसलाई सफा जारमा चाहिँ मजाले भरेर यो डे 1 देखि नै खान मिल्छ। छिटो मिठो केही समयको लागि खानको लागि तपाईँहरू पनि तयार गर्नुहोस् है त। धन्यवाद।